अनुहार पनि अँध्यारो छ, कतै स्वास्थ्यमा केही भयो कि भनेर दौडिँदै गेटमा लिन पुगिन्। जब गेटमा पुगेर हेर्छिन् त श्रीमान पसिनाले नित्रुक्क भिजेका छन्, थरथर थरथर कामिरहेका छन्, ओठ मुख सुकेको छ। अनि सोधिछन् श्रीमतीले, होइन के भयो हजुरलाई, सन्चो पो भएन कि? श्रीमानले भन्छन्, सन्चो त ठिकै छ, तर आज म बर्बाद भएँ। होइन के भयो? श्रीमानले भन्छन् कि म 10 वर्षदेखि काम गरिरहेको अफिसमा आज अफिस पुग्न 10 मिनेट ढिला भएको थियो कुनै कारणले। मलाई मालिकले कामबाट निकालिदियो, मेरो जागिर गयो, म बर्बाद भएँ। श्रीमतीले हातमा समाएर भित्र बोलाउँदै भन्छन्, जाबो जागिर न गएको हो, जिन्दगी गएको त होइन नि, किन हजुर यसरी आत्तिनु भएको छ? आउनुहोस्। घरभित्र लिएर आइन्, बिस्तारामा बसालिन्। पछ्यौरीले ती पसिनाहरू पुछिदिन् र भान्सामा गएर चिसो पानी ल्याइन् र एक गिलास पानी पिलाउँदै भन्छन्, हजुर किन अर्काको नोकरी गर्नु पर्यो? हजुर साहित्यमा निकै झुकाव राख्ने व्यक्ति, प्रशस्त पुस्तक पढ्नुहुन्छ, राम्रा र साहित्यिक शब्दहरू लिएर बोल्नुहुन्छ। तपाईँ त एउटा मिठो किताब लेख्नुहोस् न, कुनै साहित्य सिर्जना गर्नुहोस् न, किन अर्काको नोकरी खानु पर्यो त? जागिर गयो, यो त राम्रै भयो, हजुर किताब लेख्नुहोस्। श्रीमान झन् आत्तिन थाले। श्रीमतीलाई भन्छन्, श्रीमतीको नाम सोफिया रहेछ, नाथे नायलले सोफियालाई भन्छन्, सोफिया यो के भनेको तिमीले? मैले मासिक काम गरेर पैसा कमाउँदा त घर व्यवहार चलाउन यति गाह्रो भइरहेको छ, अनि म घरै बसेर किताब लेख्न थालेँ भने हाम्रो व्यवहार कसरी चल्छ? फेरि किताब लेख्न त एक दिन दुई दिनले हुँदैन, 2-4 महिना पनि लाग्न सक्छ। अनि 2-4 महिना चाहिँ हाम्रो व्यवहार कसरी चल्छ? यो के भनेको? मलाई झन् टेन्सन थप्ने काम नगर न सोफिया भन्नुहुन्छ। त्यति नै खेर श्रीमतीले, हजुर किताब लेख्छु मात्रै भन्नुहोस् न, घर कसरी चलाउने त्यो बन्दोबस्त म गर्छु, त्यो जिम्मेवारी मलाई दिनुहोस् भन्दै श्रीमती गइन्। आफ्नो कोठामा दराज खोलिन् र दराजभित्रबाट प्रशस्त पैसा ल्याएर टेबलमाथि राख्दै भन्छन्, हजुर किताब लेख्नुहोस्, 6 महिना किन 1 वर्ष काम नगरे पनि खान पुग्ने पैसा हामीसँग छ, हजुर किताब लेख्नुहोस्। श्रीमान झन् आतिन्छन्, ए सोफिया यत्रो पैसा कहाँबाट आयो? यो कसको पैसा हो? किन मेरो अगाडि ल्याएको? लैजाऊ उसैलाई देऊ, कसको पैसा हो यो? श्रीमतीले भन्छन्, यो पैसा हाम्रै हो। हजुरलाई थाहा छैन होला, हजुरले प्रत्येकचोटि मलाई घर व्यवहार चलाउनु भनेर 100-200 रुपियाँ जब हातमा दिनुहुन्थ्यो, म हजुरले 100 रुपियाँ दिँदा 90 रुपियाँले तरकारी फलफुल घर व्यवहार चलाउँथेँ, 10 रुपियाँ बचाएर यहाँ राखिहाल्थेँ। विगत 10 वर्षदेखि पैसा बचाउँदै जाँदा यति धेरै जम्मा भएछ कि हजुरले 1 वर्ष काम नगरे पनि खान पुग्ने यो पैसा हाम्रै हो, हजुर आजैबाट किताब लेख्नुहोस्। श्रीमतीको त्यो साथ र सहयोग पाएका नाथे नायलले त्यही दिनबाट एउटा यस्तो किताब लेख्न थाले, एउटा यस्तो किताब लेखे जुन किताबको नाम हो द स्कारलेट लेटर, जो अमेरिकी साहित्यमा जसरी नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाले लेखेको मुनामदनको जुन लेभलको चर्चा छ, हो विश्वमा